आज भोलि त पसल गरेर खाने पनि गाह्रो भइसक्यो। व्यापार सपार पनि भएको होइन, सबै यहाँ ठुलेर छोपिसक्यो। के गर्ने होला? साउजी नमस्कार। नमस्कार, बस्नुहोस्। के हो, पसल र सुनसान जस्तो छ नि? आजकल यस्तै त हो नि, पहिला जस्तो कहाँ व्यापार हुन्छ, पसलै धेरै भइसक्यो। हो भने साउजी खर्चै बढी चाहिन्छ। जस्तो भए पनि समय अनुसार भए पनि नभए पनि खर्च गर्न परिहाल्यो। हो नि, समय अनुसार त खर्च गर्नु परिहाल्यो। तपाईँलाई के चाहिने? अब के चाहियो भन्ने, बिहेको लागि अलिक कपडा चाहिएको नि। नमस्कार साउजी। नमस्ते, बस्नुहोस्। तपाईँहरूले चाहिँ नि के चाहिने हो भन्नुहोस्। बिहेको लागि अलिअलि कपडा चाहिएको थियो। ए हुन्छ, तपाईँ एकछिन बस्नुहोस्, तपाईँभन्दा अघि आउनलाई पहिला दिन्छु। आराम चिया उन्टु 2टा जति। साउजी नमस्कार। नमस्ते, बस्नुहोस्। हामी कहाँ टोपी छ? ए छ। ल लिनुहोस्। साउजी यो टोपी हल्का ठुलो भयो नि। ल टोपी भने ठुलो त चाहिन्छ नि। एकचोटि हुँदाखेरि स्वाद त खर्च अनि ठ्याक्क भइहाल्छ नि। ए साँच्चै हो र? ए मैले नभएको कुरा गर्छु तपाईँलाई। त्यसो भए यो टोपीको पैसा चाहिँ कति होला? 150 दिनु न। 150 हो? साउजी लिनुहोस्। हस् साउजी, म चाहिँ गएँ। यता हेर्नुहोस् त, यहाँ ढिला होला जस्तो छ। म उता सामान किन्दै गर्छु, तपाईँ उठ्दै आउनुहोस् न है। ल चिया पिउनुहोस्। ए साउजी नमस्कार। मलाई टोपी एउटा राम्रो खाले चाहियो। ए छ बस्नुहोस्। तपाईँ अलिकति आउनुहोस्। ल देखाउनुहोस् त। ए हेर्नुहोस् त, यो ठिक होला है? ठिक हुन्छ होला, लगाएर हेर्नु न। हेर्दै सानो छ। यो त सानो जस्तो छ। अलि सानै जस्तो। साउजी अर्को एउटा देखाउनुहोस् त। यो भएन, यो चाहिँ ठिक होला जस्तो छ। यो त ठिक होला जस्तो छ। ठिक छ है दाइ? ठिक हुन्छ होला। ल यो पनि सानो छ। क्या हो साउजी, के हो? सानो मात्र टोपी छ कि क्या हो? ल यो हेर्नुहोस् न। यो पनि सानो हो, यो नि सानै भए जस्तो। के हो साउजी, सबै सानो छ बा? टोपी सानो त लाउने हो नि। अनि भोलि पर्सि टोपी लाउन ठुलो भएर आउँछ। ए हो र? अनि ठिक भइहाल्छ नि। छैन त्यसो भए यही लिनु पर्ला जस्तो छ। यही राम्रो जस्तो छ। ल यही प्याक गरिदिनुहोस्। बरु त्यसको पैसा चाहिँ कति हो नि? कति भने अब 300 रुपियाँ दिनुहोस् न। 300? ल साउजी धन्यवाद है। नमस्ते। नमस्ते है। साउजी हजुरलाई त बुझ्नै नसक्ने भयो नि हामीले। किन? के भयो? हजुर त व्यापार गर्न साह्रै खप्पिस हुँदो रहेछ नि। अनि टोपी ठुलो सानो हुन्छ रे, सानो ठुलो हुन्छ रे। मान्छे अनुसार व्यापार गर्ने रहेछ तपाईँ। अब हामी जाने, तपाईँसँग सामान नलिने। ल बस्नुहोस् न। के हो साउजी, झन् चिने भनेर तपाईँका सामान लिन आएको? टोपी एउटा पनि कहिले सानो हुन्छ भने कहिले ठुलो हुन्छ भने के हो यो त? तपाईँको कुरा त विश्वास लाग्ने मलाई। यस्तो तालले नि व्यापार गरे हुन्छ? ल बस्नुहोस् न। किन? बस्नुहोस् न। मैले त भएकै कुरा गरेको हो।
आज के भएको यो मैले के कुरो बिगारे अरे व्यापार भएको पनि व्यापार भएन